तपाईहरु जेनजी आन्दोलनबाट प्रभावित भएर डेरा सर्नु भयो। नमस्ते साथीहरू, म तपाईँलाई आज गोर्खाको पालुङडारमा रहेको लिगलिकोट भन्ने ठाउँ छ, जुन ऐतिहासिक एकदम चलेको ठाउँ छ, त्यहाँ घुम्न लिएर जाँदैछु। हाम्रो यात्रा हर्मी बयापानीबाट सुरु भएको थियो। मकुण्डाडा आपिपल हुँदै कच्ची रोड थियो त्यति बेला, अहिले सायद पिच भइसक्यो होला। त्यो बाटो हुँदै चाहिँ हामी लिगलिकोटको चुच्चुरोमा चाहिँ हामी गन्तव्य राखेर हिँड्यौँ। सबैजना बाइकमा जाँदैथ्यौँ। जे होस्, अलि अगाडि गएपछि आपिपल पुग्ने पिच बाटो भेट्यो। पिच बाटो हुँदै हामी कच्ची बाटो पिच गर्दै अगाडि पछाडि हुँदै रमाइ चाहिँ त्यो ठाउँसम्म पुग्यौँ। जब प्रकृतिको यति सुन्दर ठाउँमा पुगिन्छ हामीले सबै कुरा बिर्सिन्छौँ होइन। अनि त्योभन्दा पछि प्रकृतिको काग यति न्यानो लाग्छ, यति रमाइलो लाग्छ होइन। अब त्यसको बयान चाहिँ म यहाँबाट गर्नै सक्दिनँ। तपाईँहरू एकचोटि अवश्य जानुपर्छ त्यो ठाउँमा चाहिँ, त्यो घुम्नका लागि। फोटो खिच्यौँ, भिडियोहरू बनायौँ। हालिदिनु नि त, हामी पुरा घुम्न आएकै हो, हामी लिगलिकोट आएकै हो। म त रिसी त मलाई भयो, जहाँ क्यामेरा छ अघि गइहाल्छु। बाटो यस्तो छ है, चट्टै ढुङ्गा छापेको सर्लक्क। ल अहिले मेरो दाइले पनि भ्लग खिच्दै हुनुहुन्थ्यो अनि मैले पनि खिच्दै थिएँ। दाइको आधी भ्लग चाहिँ मैले यहाँ लिएको छु होइन। अनि मेरो पनि भ्लगहरू अब दुईटाको कम्बाइनमा हामीले यहाँ चाहिँ खिचिरहेको थियौँ। जाँदैछौँ, हेर्नु होला तपाईँलाई कस्तो लाग्छ। क्यामेराले सायद धेरै कम खिच्छ होला होइन, जति आँखाले सुन्दरता देख्छ। तपाईँको क्यामेराले भन्दा 100 गुणा बढी चाहिँ सुन्दरता यो ठाउँमा छ होइन। मैले महसुस गरेँ क्यामेरामा मैले हेर्दा चाहिँ फिक्का फिक्का लाग्दैछ होइन, कम लाग्दैछ। यो आपिपल हस्पिटल हो, यहाँ चाहिँ तपाईँको उपचार गर्नका लागि धेरै टाढाबाट मान्छेहरू पहिला जाने गर्थे अरे। ल यिनीहरू चाहिँ अब डेरा सरेर है, अब कता जान्न आउन्। तपाईँहरू जेनजी आन्दोलनबाट प्रभावित भएर डेरा सर्नु भयो। ल अनि तपाईँ खाना पाइन्न भनेर चटपटे सब्जी बोकेर हिँड्नु भएको। अनि उहाँ चाहिँ भुजा भातको साटो। ल हामी चाहिँ अब यहाँ हिँड्दैछौँ। हामी चाहिँ अहिले ठ्याक्कै लिगलिकोटमा छौँ। एकदम कष्टकर यात्रा पछिको यो रमाइलो पल, तर समय हामीलाई एकदम कम भयो होइन, एकदमै कम भयो। अब यो चाहिँ अर्कोपल्ट आउने बाचा गर्दै। मलाई राम्रो लागेको पछि चाहिँ सबै ढुङ्गाहरूको सिँढी बनाएको थियो अनि सिँढीमा हिँड्दा चाहिँ साह्रै मजा आउँथ्यो। अनि खाजाहरू लिएर गएको खाजाहरू हामी बसेर खान लाग्यौँ। सबैले तपाईँको अन्डाहरू थियो, पानीपुरी थियो होइन, अनि मोमोहरू थियो। जो समय एकदम कम थियो तर पनि हामीले चाहिँ खाजा चाँडो खायो। घुम्न धेरै थियो क्या, एक्सप्लोर गर्न धेरै थियो। हामी चाहिँ अब झन्डा पार्क जाँदैछौँ। झन्डा पार्क ल ल ल ल ल ल ल ल अब के भन्नु छ। भाउजू अलि हिँड्न रमाइलो भइरहेको भाउजू। मेरो आफूलाई बेलुका कसरी फर्किने भन्ने कुरो पिर परेर आयो यहाँ। ल प्रकृतिको सुन्दर हेर्न कम गरेर पनि तपाईँहरूलाई देख्नलाई भिडियो खिचिरहेको छु है। याद गर्नु, भ्लग दसैँको बेला खिचेको भएर पिङहरू हालेको छ, पिङहरू खेल्दै हुनुहुन्छ। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। साँच्चीकै मेरो देश स्वर्गभन्दा केही कम छैन होइन। यति राम्रो छ। राष्ट्रियता भनेको तपाईँको झन्डाले गुजबम्सै आउँछ होइन। अनि यो चाहिँ मेन युद्ध गर्ने तपाईँको दरबार हो। राइनस्कोट र लिगलिकोटमा चाहिँ यहीँबाट युद्ध हुने गर्थ्यो अरे होइन। अहिले चाहिँ तपाईँको जीर्ण अवस्थामा छ। एकपल्ट तपाईँहरू घुम्न जानु होला लिगलिकोट। हस्।